योबाट त भयो इन्ट्रोडक्सन अफ रोड रोड ट्रान्सपोर्टेसन सिस्टम। त्यसपछि आउँछ हिस्टोरी डेभलपमेन्ट अफ रोड इन नेपाल। यो क्वेसन योबाट कस्तो क्वेसन सोध्न सक्यो, हिस्टोरी डेभलपमेन्ट अफ रोड इन नेपाल, नेपालको मात्रै सोधेछ। यदि डाइरेक्ट सोध्यो हिस्टोरिकल डेभलपमेन्ट अफ रोड त यो रोमन र टेलफोर्ड म्याकाडम योहरू लेख्नुपर्छ, तर यसमा त्यो हिस्टोरिक डेभलपमेन्ट अफ रोड इन नेपाल भनेछ, त्यही भएर यसको अलग हुन्छ। ठिक छ, योमा कस्तो छ, एक्सप्लेन द हिस्टोरिक डेभलपमेन्ट अफ रोड, यस्तो क्वेसन छ, एक्सप्लेन अबाउट हिस्टोरिक डेभलपमेन्ट अफ रोड इन नेपाल। नेपालमा कसरी भनेको रोड डेभलप कुरा यसमा लेखेछ कि राणा कालमा दुईवटा अफिस थियो जसको नाम थियो बाटोकाज गोसवारा र चिम्बोकडेल आडा, एक के को लागि, रोड कन्स्ट्रक्सनको लागि, अनि अदर सिभिल इन्जिनियरिङको इन्जिनियरिङ वर्कका लागि रेस्पेक्टिभली। ठिक छ, 1918 मा के भयो, एउटा नयाँ अफिस बनायो जसको नाम के थियो, त्यो बाटोकाज गोसवारा, कतिको लागि, के को लागि भनेको न्यू रोड कन्स्ट्रक्सनको लागि। त्यसपछि ओल्ड अफिस नाम थियो बाटोकाज गोसवारा, अफिसर लेखेको अफिस हुन्छ बाटोकाज गोसवारा वाज त्यो नेमेड, पुरानो बाटोकाज गोसवारा भनेको जुन ओल्ड अफिस थियो जसको नाम बाटोकाज गोसवारा थियो त्यसको नाम बदलेर के दियो, पुरानो त्यो गोसवारा। अनि किन, रोडको मेन्टेनेन्सको लागि। त्यसपछि के थियो, आर्मी युनिट सम्राजङ लाई युज गर्थ्यो किन, रोड मेन्टेनेन्स वर्कका लागि। यो क्वेसन पनि आएको थियो कि यो कोशी प्रदेशको ल्याब टेक्निसियनमा कि भनेको आर्मी जन सम्राजनलाई किनकि के रोड मेन्टेनेन्सको लागि कसलाई युज भनेको के थियो, पहिला रोड मेन्टेनेन्सको लागि को गरिन्थ्यो भनेर अप्सन दिएको थियो, अनि सम्राजङ पनि अप्सनमा थियो, त्यो दिने। ठिक छ, त्यसपछि 1950 मा के भन्यो, द ओल्डर टु अफिसलाई मर्ज गरी एउटा अफिसमा, नाम भयो पब्लिक वर्क डाइरेक्टिभ। ठिक छ, त्यसपछि पब्लिक वर्क डाइरेक्टिभ हैज 2 सेक्सन हो, त्यसको दुईटा सेक्सन थियो, एउटा थियो नर्मल रोड, एउटा थियो ब्रिज सेक्सन। ठिक छ, त्यसपछि 1970 एडी मा पीडब्ल्यू लाई सिलेक्ट गर्यो दुईवटा डिपार्टमेन्टमा, नाम भयो डिपार्टमेन्ट अफ रोड जुन अहिलेसम्म पनि छन्, अनि डिपार्टमेन्ट अफ बिल्डिङ। ठिक छ, डिपार्टमेन्ट अफ रोड र डिपार्टमेन्ट अफ बिल्डिङ छ अहिले पनि। ठिक छ, त्यसलाई अनि कति 1970 मा त्यो पीडब्ल्यूडी लाई के गर्यो, सिलेक्ट गर्यो, दुईवटा बनायो, त्यसको नाम के राख्यो, डिपार्टमेन्ट अफ रोड र डिपार्टमेन्ट अफ बिल्डिङ। त्यसपछि 1956 एडी मा त्रिभुवन हाइवेलाई कन्स्ट्रक्ट गरियो, 1956 त्रिभुवन हाइवेलाई कन्स्ट्रक्ट गरियो। त्यसपछि 1963 मा एडीमा अर्निको हाइवेलाई कन्स्ट्रक्ट गरियो। त्यसपछि 1964 मा सिद्धार्थ हाइवेलाई कन्स्ट्रक्ट गरियो। 1993 मा 6 रिजनल अनि 25 डिभिजनल अफिस अफ डिओआर को 6वटा रिजनल र 25 वटा डिभिजनल अफिसलाई अति बनायो भनेको क्रिएट गर्यो। ठीक छ, यति हिस्ट्री लेख्दा अनि हामीलाई 5 मार्क पुगिहाल्छ। यति मात्रै मलाई लाग्छ हिस्ट्रीबाट सोधेको छ। मलाई लाग्छ कि यति मात्रै सोधेको छ। यसमा एउटा लुम्बिनी प्रदेशमा सोधेको थियो, ब्रिफली एक्सप्लेन द हिस्टोरिकल डेभलपमेन्ट अफ रोड इन नेपाल एन्ड क्लासिफिकेसन अफ रोड भनेको कति 5 मार्क छ। हिस्टोरिकल डेभलपमेन्ट अफ रोड नेपाल को क्वेसन फर्स्टमा दिएको थियो, क्लासिफिकेसन अफ रोड अनि के भन्छ त्यो पछाडिमा लेखेको छ त्यो लेख्ने। 10 मार्कमा यो क्वेसन सोधेछ त भनेको यति बुझ्यो। 5 मार्कमा हिस्टोरिकल सोधेको छ र 5 मार्कमा के सोधेको छ, क्लासिफिकेसन अफ रोड। जुन हामीले यो क्लासिफिकेसन अफ रोड अगाडि भन्छु, यो मैले पछाडि नै भनिदिएछु। ठीक छ, ल अब अगाडि छैन, अगाडि यतिकै हो। हिस्टोरिकलबाट यतिकै अहिलेसम्म पछाडिको जति पनि इयरमा क्वेसन जुन लेभलमा पनि हेर्न सकिन्छ, मैले जति कलेक्सन गरेछु नि योभन्दा बाहिर कुनै पनि क्वेसन योभन्दा बाहिर कुनै भेट्दैन। मैले जति क्वेसन मैले कलेक्सन गरेछु नि, मलाई लाग्दैन कि कसैले कुनै इन्स्टिच्युटवालाले कसै बुक राइटरले यति क्वेसन कलेक्सन गरेको होला। मैले जताबाट जति बुकहरू राइटरहरूबाट मैले इक्जाम दिएको हो त साथी दाजुहरूबाट सबै मैले क्वेसन कलेक्ट गरेछु। सबै सोधेको क्वेसनहरू, प्रिभियस इयरको क्वेसनहरू सबै आयोगबाट नै सोधेको क्वेसनहरू हो। त्यही भएर कतै भेटाउँदैन, अन्तै यही भेटाउँछु। त्यही भएर मैले सबैको एन्सर र क्वेसन पनि लेखेको छु। यदि एन्सरमा कुनै सन्तुष्टि भएन भने त्यो कमेन्ट गर्न सकिन्छ। यदि यस्तो हुनुपर्छ त्यो पनि म अगाडिको भिडियोमा अपलोड गर्छु। ल, धन्यवाद।